यो मेरो कपालले धेरै दुःख दिएर आज चाहिँ मैले यो कपाल टक्लो गरिदिन लागेको छु। कस्तो हुन्छ गाइज हेर्न नसुराउनु होला। सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू एपिसोड। आएर सबैजना सन्चै हुन्छ र म पनि एकदमै सन्चै नै छु। सो आफ्टर लङ टाइम पछि भ्लग आइरहेको छ होइन, त्यो कुरामा गाह्रो पिरो नमान्नुला। सो म चाहिँ अहिले पढेर घरतिर जानु लाग्यो अनि देख्नु सक्नुहुन्छ बिहानको सिन, बिहानको मौसम एकदमै बवाल भएको छ है। अनि अबदेखि तपाईँ यो सरकारी बारीको बाटो र हजुरले यो सरकारी बारी धेरै हेर्न पाउनुहुन्न। स्कुल त दामी भएको छ, तर के गर्नु अहिले यो हेर्ने गाइज, किनभने यहाँ बाढ लागिसक्यो। देख्न सक्नुहुन्छ मेरो पछाडि बाढ। अब बाढ लागेपछि बाटो बन्द हुन्छ, त्यसपछि गाह्रो हुन्छ यो बाटो हिँड्न। हजुरहरूले पनि हेर्न पाउनुहुन्न, सब मैले पनि हेर्न पाउनु यो सरकारी बारीको बाटो। अनि चाहिँ मैले पढेर आएको भनेर ब्याग देखाएको। अनि त्यसपछि मैले चाहिँ के गरेँ भनेपछि गाइज, कपाल पालिरहेको छु। कस्तो भइरहेको छ भन्न नबिर्सिनु होला गाइज तपाईँहरूले। अनि अहिले चाहिँ म घरतर्फ लागिरहेको छु। सो फाइनली घर पनि पुगिहालेँ म। आउने बित्तिकै हजुरहरूलाई भेटाइ मन लागेर ब्याग पनि नखोलेर भर्खरै भिडियो बनाएर ब्याग खोलेँ। अनि त्यसपछि देख्न सक्नुहुन्छ धेरै भएको थियो मेरो रुमको टुर नदिएको, धेरै जस्तो रुमै टुर हुन्थ्यो सफासफाइ मात्रै। अहिले चाहिँ यस्तो भएको छ मेरो रुम। अनि तपाईँलाई एउटा चिज देखाउँछु मैले के गर्छु भनेर रुममा बसेर गाइज होइन। देख्न सक्नुहुन्छ यस्तो छ मेरो सामानहरू, यो भ्लगको लागि, यो सबै भ्लगको लागि भयो यो सामानहरू। अनि देख्न सक्नुहुन्छ अब मोटो भ्लग गराइरहेको थिएँ, तर के गर्नु त्यस्तै भयो। अनि मैले एउटा ल्याम्प पनि गराएको छु, जुगारको ल्याम्प। अब महँगो ल्याम्प किन्न सकिन्न, त्यही भएर आफैले गराएको। अनि मलाई मन्दिर गराउने एकदमै एक्साइटेड भइरहेको थियो अस्तिदेखि नै। अनि मैले मन्दिर पनि गराएको छु। कस्तो छ रिभ्यू दिन नबिर्सिनु होला है गाइज। अनि एउटा मैले यस्तो बेफाइदामा परेँ कि अनि यत्रो यो 6000 गाडी किनेर एउटा फाइदा भएन मलाई। यस्तो गाह्रो भएको छ यो गाडीको बारेमा पनि कुनै दिन राम्रोसँग भनौँला। अनि अरू त्यस्तै हो। अब चाहिँ खानासाना खाएर फेरि अर्को क्लास जानुपर्ने हुन्छ। अनि म चाहिँ त्यो क्लास भ्याएर पनि साथीलाई पर पुऱ्याएर फेरि आइसकेको छु कपाल काट्न। किनकि कपाल फेरि म पाल्दैन, मैले सोचेँ भनौँ कपाल काट्न आएको। अनि भाइले म चाहिँ भिडियो बनाउनु लगाएको, भाइ हेरेको छु कहाँ। अनि त्यसपछि ल भाइ अरू त्यस्तै हो, अब चाहिँ कपाल काट्नु सुरु गर, म चाहिँ क्यामेरा ठडाएर बस्छु। तिमी मेरो कपाल टक्लो हान्दियो भनेर मैले चाहिँ कपाल टक्लो हान्दैछु गाइस। फाइनली कपाल पनि काटेर भइसकेको छ। देख्न सक्नुहुन्छ हजुरहरूले कपालको रिभ्यू कस्तो आएको छ भन्न नसुटाउनु होला। एकदमै दामी भएको छ अनि कमेन्ट गर्न नबिर्सिनु होला। सो यति भन्दै म चाहिँ मेरो ब्लग चाहिँ यहीँ इन गर्न चाहन्छु, किनभने धेरै लामो पनि गराउनुहुन्न, हजुरहरूलाई पनि बोर लाग्छ। त्यही भएर चाहिँ छोटो मिठो ब्लग छ होइन। अब चाहिँ सकेसम्म डेली भ्लग गराउने कोसिस गर्छु होइन गाइस। अब त्यस्तै हो। अनि टाइमै मिल्दैन क्या आजभोलि, त्यही भएर चाहिँ अलि भ्लग गराउनु भएको छैन। त्यो टाइम नमिल्ने कारण हजुरहरूलाई पछि भन्छु म एउटा भ्लगमा। सो यति भन्दै हस् त, बाई बाई गाइज।